हौवा स्यामुना नमस्ते मेरो प्यारा भ्युवर्स। अहिले चाहिँ म भर्खर बजारबाट घर आइपुगेको छु। अनि अहिले चाहिँ धरानमा राईहरूको साकेला उँभौलीको माहौल एकदम तातिरहेको स्थिति छ। अझ इभिनिङ टाइममा त चोक चोकमा ढोल झेम्टालो ओ माई गड यस्तो गुन्जामान रहन्छ है, म त एक्सप्लेन गर्नै सकिरहेको छुइनँ। अनि हिजो चाहिँ धरान वार्ड नम्बर 10 को अर्गनाइजमा चाहिँ धरान भानुचोकमा चाहिँ साकेला सिली भएको थियो। म चाहिँ यतिकै क्याजुअलमा गएको थिएँ, तर मेरो आफन्तजनहरूले देख्नु भएर मलाई कराउनु भयो किन नलगाएको वेशभूषा भनेर है। हुनु त हो है, मलाई कस्तो रियलाइज भयो भने अब वर्षमा 2 चोटि त हुन्छ हाम्रो साकेला है। अझ अहिले त साकेला उँभौली चाड हो नि त, लाउनु पर्ने थियो। अनि मलाई कस्तो एकदम फिल भयो क्या, मैले लाउनु पर्थ्यो भनेर। अनि घरमा आएर यसो पहिलाको लुगा ट्राई गरेको त ओ माई गड यस्तो मोटाको रहेछ है। चौबन्दी चोलो त अर्दैन। सो अहिले चाहिँ मैले बजारमा चाहिँ चौबन्दी चोलो कपडा किनेर लिएको छु, अब सिलाउने होइन। अनि कमिङ स्याटरडे जेठ 10 गते चाहिँ धरान वार्ड नम्बर 8 ले चाहिँ अर्गनाइज गर्नु हुँदै रहेछ धरान 19 स्थित यल्लम्बर पार्कमा। सो हजुरहरू पनि त्यसको लागि चाहिँ अहिले नै प्रिपेयर गर्नुहोस्, वेशभूषाहरू रेडी गर्नुहोस् होइन। अनि जेठ 10 गते धरान 19 स्थित यल्लम्बर पार्कमा भेट्नुपर्छ है, त्यहाँनिर साकेला सिली नाच्नुपर्छ। त्यो 3 दिनको लागि चाहिँ टेक केयर, बाई, सी यू देयर।